अस्ट्रेलिया जानलाई रेडी हुँदै हुनुहुन्छ भने हियर आर 3 थिङ्स द्याट यु हेभ टु बी भेरी भेरी केयरफुल अबाउट. नम्बर 1, ल्यापटप चाहिँ तपाईँलाई चाहिन्छ. तपाईँ जाने बित्तिकै तपाईँको असाइनमेन्ट्सहरू सबै तपाईँले नर्मली डिजिटली सबै सबमिट गर्नुपर्ने हुन्छ. सो एउटा जस्तो भए पनि अहिले एउटा बेसिक ल्यापटप चाहिँ लिइराख्नु होला. यदि तपाईँ आइटी ब्याकग्राउन्डको हुनुहुन्छ, आर्किटेक्चर हुनुहुन्छ, इन्जिनियरिङ ब्याकग्राउन्डको हुनुहुन्छ भने चाहिँ तपाईँको स्पेसिफिकेसन हेरेर तपाईँले ल्यापटप लिनु पर्ला. फर द रेस्ट त्यस्तो धेरै स्पेसिफिकेसन छैन, बट यु निड टु ह्याभ एटलिस्ट 1 ल्यापटप विथ यु. नम्बर 2, तपाईँले एउटा एप आफ्नो फोनमा ट्रिप भ्यू लाइट भन्ने एप चाहिँ एउटा डाउनलोड गर्नुहोस्. यो चाहिँ सिडनी, मेलबर्न र ब्रिस्बेनमा काम गर्छ. सबै ट्रेनको स्केड्युल्स, लाइट ट्रेलको स्केड्युल्स, तपाईँको फेरिजको स्केड्युल्सहरू सबै यसमा राखिएको हुन्छ. सो दिस इज भेरी इम्पोर्टेन्ट बिकज म एक ठाउँबाट अर्को ठाउँमा कसरी जाने, कति बजेको मेरो ट्रेन छ, कति बजे आउँछ भन्ने कुरा सबै यसले एकदमै राम्रोसँग देखाउँछ. इट्स अ फ्री एप, केही पनि गरिराख्नु पर्दैन. नम्बर 3 एन्ड द मोस्ट इम्पोर्टेन्ट यो सबैमा, तपाईँले अस्ट्रेलिया जाने बित्तिकै सबभन्दा पहिलो काम चाहिँ ट्याक्स फाइल नम्बर TFN को लागि अप्लाई गर्नुपर्छ. र त्यो सँगसँगै तपाईँले आफ्नो ब्याङ्क अकाउन्ट पनि खोल्नुपर्छ. तर हियर्स अ किकर, तपाईँले त्यो जुन चाहिँ ब्याङ्क अकाउन्ट खोल्नुपर्छ नि, त्यो तपाईँ अस्ट्रेलियामा पुगिराख्नु पर्दैन. तपाईँले अहिल्यै बनाउँदा पनि हुन्छ. जस्ट सेन्ड मी अ मेसेज, आइल सेन्ड यु अ लिङ्क फर ब्याङ्क अकाउन्ट. मलाई ब्याङ्क अकाउन्ट भनेर लेखेर पठाउनुहोस्. कसरी ओपन गर्ने तपाईँको ब्याङ्क अकाउन्ट भनेर म तपाईँलाई एउटा पठाइदिन्छु. यु क्यान साइन अप. यो तपाईँ जाँदै हुनुहुन्छ भने कमनवेल्थ ब्याङ्कको तपाईँले ब्याङ्क अकाउन्ट यहीँ बसी बसी पनि स्टार्ट गर्न सक्नुहुन्छ.